गाडी नम्बर अगाडि छैन र धन्यवाद देखियो त फोन भिडियोमा पनि तारमा लाग्यो So hello everyone, after long है भिडियो गर्दैछु सो वेलकम ब्याक टु अनदर भिडियो र आज सन्डे कलङ्कीबाट भिडियो स्टार्ट भएको छ अनि अस्मिता छ पछाडि अनि हामी जाँदैछौँ आज ककनी जान लाग्यो कलङ्कीबाट स्टार्ट भएर ककनी जान लाग्छौँ किनकि स्ट्रबेरी खान मन लाग्यो अस्मितालाई अनि घुम्न ननिस्केको पनि धेरै भयो अलमोस्ट लास्ट टाइम चितवन गएदेखि कहीँ गएको थिएन त्यो घुम्ने बानी भएपछि कहिले निस्क्यो भइराख्दो रहेछ कि अनि आज अलिकति फ्री टाइम पाइयो त्यही भएर हामी जाँदैछौँ ककनी स्ट्रबेरी हन्टको लागि स्ट्रबेरी पनि पाउँछ कि पाउँदैन थाहा छैन अब स्ट्रबेरी फलेको छ भन्ने सुने अब ककनीतिर लेट्सी नभए घुमेर मात्र भइ नै आइन्छ अनि बेला बेलामा घाम जाँदै आउँदै गरिरहेको छ हुरी बतास आउने सिजन छ अहिले बेलुका बेलुका सधैँ हुरी बतास आइरहेको हुन्छ बिहान उठ्दा स्वेटर दिउँसो टी सर्ट बेलुका रेनकोट चाहिने मौसम भएको छ त्यस्तै चलिरहेछ मौसम पनि सो जाउँ के कस्तो छ बिस्तारै हेर्दै घुम्दै जाउँला यता हाल्नुहोस् रे बाइक गाडी नम्बर अगाडि छैन र फ्रन्ट सबभन्दा पहिलो पेजमा छैन खै थाहा नै छैन हेर मलाई त खै एकचोटि हेरौँ 0778 हो लास्टमा खोइ यही हो लास्ट फर्स्ट पेज नै लेख्नु बिर्सिया हो कि त लास्टतिर त छैन होला त लाइसेन्स कहाँ छ खोइ मेरो पर्स ए हस् हस् यहाँनिर रहेछ हस् हस् समाउँदा कहाँ समाउँछ र त्यो सानो अक्षरले लेखेर चाहिँ बाइकको नम्बरै अब हामीलाई नि के थाहा र कहाँ हो यतातिर खासमा चोरीको बाइक धेरै आउँछ के त्यही भएर त्यो नम्बरमा कडाइ गरेँ होला थम्बनेल पाएँ मैले थम्बनेल यस्तो गरेँ आजकल पानी परिरहेको हावा लागिरहेको भएर कस्तो राम्रो देखिएको छ क्या ककनीबाट नि हिमाल देख्छ कि ककनीबाट नि हिमाल देखिन्छ कि होटेलहरू पनि टन्न छ राम्रो राम्रो यतातिर त होटेल सल्लेरी रे सल्लेरी कस्तो त्यो ट्रेकिङ लाइनहरूको ट्रेकिङ रुटहरूको ठाउँको जस्तो नाम के सल्लेरी अब हामी जाने ककनी हो पारीको डाँडा त्योभन्दा पनि पारी हो क्या अरे ककनी त भुवनेश्वरी टेम्पल राइट देयर टपमा जुम गरिदियो हो त्यो अनि हामी फर्किँदाखेरि चाहिँ टाइम भ्यायो भने जान मन लाग्यो भने त्यहाँ जान्छु म चाहिँ दुईचोटि गइसकेको छु अस्मिता चाहिँ गएको छैन अरे कस्तो त्यो चाहिँ अलिकति युनिक खालको छ क्या त्यो मन्दिर चाहिँ हो यहाँदेखि अफरोड सुरु भयो अब त्यस्तै 10 किलोमिटर जति चाहिँ अफरोड हिँड्नुपर्छ अब हामी धुलो रहेछ के कस्तो मान्छे हो ए यता माथि पो हो वनजङ्गल एडभेन्चर अब वनजङ्गल एडभेन्चर जाने बाटो त के हो एडभेन्चर नामै एडभेन्चर रहेछ त कस्तो युनिक बनाएको क्या अब ककनी चाहिँ यता भेजिटेबलहरूको लागि फेमस छ मुला काउली बन्दा यताउता त्यो देखिन थालिसक्यो बारीहरूमा बाटो चाहिँ खै कहिले बनेन यार ककनीको के हो तारकेश्वर नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद तारकेश्वर नगरपालिका यहाँबाट सकियो हामी होटल स्टोन प्यालेसमा ट्राउट खाएको थियो लास्ट टाइम मिठो थियो यार ट्राउट आफैले मारेर खाएको मजा आएको थियो अब यहाँबाट मकवानपुर हो कि समथिङ मकवानपुरै हो
ए नुवाकोट सरी मकवानपुर त उतापट्टि भयो त चितलाङपट्टि ऐतिहासिक पर्यटक संस्कृति जिल्ला नुवाकोटमा हार्दिक स्वागत छ बाटो बनाउनु पऱ्यो नि यार स्वागत मात्र गरेर हुन्छ मनसुनमा त त्यही त बाटो पनि ऐतिहासिक भइसक्यो अब यस्तो दामी दामी होटेलहरू छ यत्रो लगानी गरेर बनाएको टुरिस्ट आउँदैन बाटोको कारणले बिजोग भएन बाटो बनाउनु पऱ्यो कि बाटो पहिला बाटो बनाउनु पनि गाह्रो छ क्या फेरि काम गर्ने मान्छेको कन्सेप्ट उसबाट भिजनबाट हेर्ने हो भने अब यहाँदेखि वाल उठाउँदै 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 ल्याउनुपर्छ अनि फेरि बर्खा लागिसक्छ अनि फेरि एक पाटबाट जान्छ बनाएको भने ओइ कहाँ गयो बस हेरे बसको बिजोक फोर ल हेरौँ गाइस यो टल्केको जति गोप्रोले जस्टिस गरेको छ कि छैन प्लास्टिक हालेको हुँदो रहेछ ड्याङ ड्याङ बनाएर अग्लो अग्लो बनाएर सबै स्ट्रबेरी फार्म अब ककनीको बजार यो यहाँ हामी फेरि मास्तिर लाग्छु त यही माथि पुग्छौँ यताबाट जानु पऱ्यो चिप्लिन्छ फेरि हामी आइपुग्यौँ ककनी बजारको बाटो बिजोक रहेछ आउने बाटो नि बिजोक रहेछ ककनी बजारको ठ्याकै बाटो पनि बिजोकै रहेछ खनेको रहेछ यतापट्टि साइडमा त्यही भएर स्कुल बस रहेछ यो आम्मामा हिरो रहेछ त्यो भाले त लो हक्देर गइदिए ल हामी यहाँबाट राइट लाग्छौँ यहाँबाट मजाले उतातिर गयो भने चाहिँ हामी नुवाकोट पुग्न सक्छौँ नुवाकोट जानेपट्टि पनि ग्राभेल पेल्ने कार्यक्रम हुँदै रहेछ ककनी पिकनिक स्पोट भनेर लेखाएर चाहिँ यहाँ फुटेछ ककनी जाने चाहिँ माथि हो बाटो चढो ककनी जाने बाटो चाहिँ फेरि त्यो चोकदेखि माथि यस्तो पिच छ ग्रिनरी र पिच बाटो भएपछि के चाहियो र होइन न्यानो घाम पनि लागेको छ अब चाहिँ आर्मी एरिया सुरु हुन लाग्यो त्यही भएर 15 किलोमिटर पर आवरले टन्नै थियो तल पनि स्ट्रबेरीहरू योपालि चाहिँ हामी आज माथि नै गएर खाने भन्ने प्लानले गइरहेछौँ पाउने हो कि छैन एपिएफ एरिया ड्राइभ स्लो ल स्वागत छ आइडेन्टिटी सो भनेर त लेखेको छ तर हेर्न चाहिँ कसैले हेर्नुहुन्न जस्तो छ सफा हुने क्या एपिएफ एरिया ल कस्तो ठुलो ग्राउन्ड राम्रो हामी चाहिँ तल ग्राउन्डतिर लाग्दैछौँ ओहो बाटो चाहिँ फेरि खतरा छ नि त ग्राउन्ड जाने जो पाइदिले लाग्नै सक्दैन हामी चाहिँ आएपछि लग्ने बानी छ त्यही भएर लग्दैछौँ के चिसो भयो क्या घाम छेक्यो के कुन चाहिँ बादलले घाम छेकिरहेको छ ए यो ठुलो बादलले घाम छेकिरहेको रहेछ नि त हट भन्नु ए भर्याङ हो कि बाटो हो ए ऊ त्यहाँ त के पिङ त्यो त कसले घुमाउनु पर्छ नि त 3-4 जना मिलेर ए आज त हामी मात्र हो क्या त्यो बिग्रिसक्यो हो क्या हालेर पनि आज त हामी मात्रै हो क्या यहाँ गेस्ट कोही छैन त ल कोही पनि छैन स्ट्रबेरी यहीँ छ ल कोही पनि छैन यार ककनीमा त आज त हामी मात्रै यतै आउनु लाग्छ बिचरा एउटा खुट्टा टेक्दैन रहेछ हामी 2जना मात्र भयो भनेको साथीहरू आयो ऊ माथि पनि छ के छ हाम्रो फोटोग्राफी हुँदैछ कोही पनि छैन हामी मात्रै छौँ अनि हामीले ऊ त्यहाँनिर स्ट्रबेरी टिप्नको लागि सोधेको छौँ आफैले टिप्न मिल्छ अरे 300 रुपियाँ केजी भन्नुभएको छ यतापट्टि वाल क्लाइम्बिङ छ वाल क्लाइम्बिङ चाहिँ अपरेसनमा छैन अहिले अस्ति नै हामी लास्ट टाइम चाहिँ यहाँ बसेर पुरै स्ट्रबेरी खाएर गएको थियौँ आएको बाटो यही हो यताबाट त्यो चाहिँ रानी वन हो त्यहाँबाट स्टार्ट गरेँ हामीले जङ्गल आएर ओए प्लास्टिक क्या फाल्दै ओए प्लास्टिक क्या फाले ओए के हो यस्तो ल भयो ल ओए जस्तै उडायो ल गाई पनि त्यही छ यार भैँसी पनि त्यही छ शिट ओए जस्तो आयो लाग्ने भयो ल ओए तारमा लाग्यो शिट के को हेर रे ल गोठे उडा यार मान्छेको यसले हेरे के त के भयो हेर्दा प्लास्टिकको चाहिँ उडिरहेछ प्लास्टिक
गुडेर के भएर त्यहाँ त भैँसी पनि थियो क्या यहाँ त्यहाँ माथि हेर्नु त्यहाँ माथि खोइ के हो के त्यो हो खोइ के उडिरहेको त्यो त खोइ के देखेको छैन सेते यता छ काले अस्मिताको साथी यतै मजाले ल उता अर्को बस्यो फेरि लड्न न्यु खोजिरहेको छ है अब लड्छ यो ल ल ल यस्तो पुस गर्न हातले गर न ट्राई गर ल पुस्केलाई कता कता के छ जोइन ओ ल ल गुडु घुमाइदियो अब घुमाइ चाहिँ केही हुँदैन हुँदैन माथि जान्छ अड्किन्छु कि म नै पनि हुँदैन बाँदर चुनिन्छ नि त्यति देखिरहेको छ अनि किन चढ्यो त ओके बाबाई टु ककनीको चौर बस्यो एकछिन फोटो भिडियो ड्रोन सर्ट खिच्यो हेर्दा हेर्दै टोर्नेडो आएर जस्ता उडायो अब उक्लिँदैछौँ मास्ति र यहाँ चाहिँ स्ट्रबेरी टिप्ने मन लागेन त्यो बिहानै टिपेर लगिसक्यो हुँदो रहेछ प्रायः सबै सानो सानो मात्र बाँकी रहेछ त्यो सानो सानो त तल नै टन्नै छ सो तल टिप्ने प्लान भयो धेरै जस्तो खुल्ला पनि रहेनछ आज स्याटरडे नभएर हो कि स्याटरडे चाहिँ एकदम खुल्ला हुन्छ जस्तो लाग्यो मलाई यहाँको माहौल हेर्दाखेरि चाहिँ किनकि हामी पहिला स्याटरडे आउँदा यहाँ टिकट पनि काटेको थियो कि अहिले कोही मान्छे नआउने भएर होला टिकट काट्न पनि बसेको रहन्छ हामी टिप्दैछौँ स्ट्रबेरी त्यस्तो स्ट्रबेरी छ है टन्नै छ आफै टिपेर अर्ग्यानिक यस्तरी फल्याउँदो रहेछ कति त झर्दो रहेछ कि तलै टन्नै झरेको छ भुइँमा यता ठुल्ठुलो छ स्ट्रबेरी माथि पनि नेट लगाएको हुँदो रहेछ चराहरू आएर खान्छ भनेर यसरी टिप्दैछौँ हामी भेट्छ जो आमामा हेर्दै रहर लाग्छ कि ल ए कुही मुनिपट्टि कुहिया हुँदो रहेछ फेरि फ्रेस के खान्छु है त म दिने दिदी धन्यवाद कस्तो राम्रो देखियो त फोन भिडियोमा पनि यो स्ट्रबेरीमा 1 वर्ष अगाडि नै हामी यहीँहरू लगाएको थियो आज पनि यति नै टिपेका छौँ ल हामीले खाजा खाने बेला भएछ दिदीहरूको सेन्तेरेङ स्ट्रबेरी के हो ए कोदोको ल मजाले सेन्तेरेङ र खाजा खानुहोस् हस् क्या हो रहा है क्या हो रहा है आमामा झन् यो एकदम ठुलो बाटोमा ठुलो बस आयो कि यस्तो छ नि यहाँनिर त यो पुरेको माटो रहेछ ल ल ल ल त्यो दब्बिने खालको हिलो छ क्या चिप्लिने खालको ल ट्र्याक्सनै मिल्दैन टायरलाई यहाँ लड्यो भने के होला हालत अब त बिचबाट आउन लाग्यो 3 पिप्ले आइपुग्यो हामी अहिले चाहिँ अब हामी यता लेफ्ट लागेर जाने प्लान गरेको
अनि अस्मितालाई यो बाटो थाहा छैन रे यो बाटो पनि देखाइदिउँ न होइन आएको बेलामा बाटोहरू भनेको थाहा पाइराख्नुपर्छ सजिलो हुन्छ तर उताको जस्तो सजिलो चाहिँ छैन जस्तो लाग्यो बाटो उताको त अहिले पिच गरेर राम्रो भएको छ यो बाटोमा चाहिँ जाडो हुँदैन जे होस् त्यहाँ त चिसो छ जङ्गलमा हामीले यहाँ खाजा खायौँ खोज्दै खोज्दै आएको टक्क एउटा फुड स्टल फास्ट फुड टाइपको थियो कस्तो थियो खाजा यस्तो मिठो थियो कि हामी थपे खाएको खायो भयो क्या अनि हामीसँग चक्लेट थियो अब चक्लेट खानु लाग्यो सुनमा सुगन्ध थप्छ सबै चक्लेटले जानु हामीसँगै हो त नि त मसँग आएको होइन तेरो चक्लेट नाम लेखाएको छ कसले ल्याइदिएको चक्लेट स्वयम्भू आइपुग्यो गाइस 5:29 भयो सो भुवनेश्वरी जहाँ गइन्छ कि भन्ने थियो जान भ्याइएन सो अब नेक्स्ट टाइम भुवनेश्वरी चाहिँ सो अब एकैछिनमा घर पुगिहाल्छौँ सधैँको बाटो के देखाइरहनु भिडियो यहीँ क्लोज गरिदिनु पऱ्यो भन्ने आँटेको अब त अँध्यारो पनि हुन आँट्यो के भएछ झगडा परिसक्यो ए टुरिस्टहरूलाई तहलाउनलाई पुलिसले लट्ठी लिएर बसिरहेको रहेछ सो यस गाइज धेरै पछि भिडियो गरेको कस्तो भयो भिडियो थाहा नै छैन सो अब बिस्तारै ट्राभल भिडियोहरू ल्याउन ट्राई गर्छु म सो यति भन्दै आजको भिडियो यति नै गाइज सी गाइज नेक्स्ट भिडियो until then bye bye